धुला हिँड्नुपर्छ अगाडि अनि हामी चाहिँ अहिले यहाँ तालबराई घुम्न जाँदैछौँ हाम्रो ह्यान्डसम भाइ हिँड्न सिधै हिँड्नु यतिकै बाटैबाट हिँड्नु अन्टीलाई गुरेको कहाँ जानु छिटो क्या त्यो छोडिदिनु त्यसको अहिले हामी रुपाताल जाँदैछौँ यस्तो छ जङ्गल जङ्गल आन्टी कतिको एक्साइटेड हुनुहुन्छ मजा आउँछ एक्साइटेड एकदम एक्साइटेड सानो भाइ धेरै एक्साइटेड फर्स्ट टाइम आज हामी सबैको हैन फर्स्ट टाइम हो दुलो रहेछ बाटो दुलोमा मजा आयो दुलोमा नि अग्लो भएर यहाँ अग्लो भएको मान्छे यस्तै हो गाडीबाट निस्किँदाखेरि र रुपातालको भ्यू यस्तो छ यहाँ छ र अब हामी माथि जान्छौँ भ्यू टावर जान्छौँ भ्यू टावरबाट हामीले हुन्छ अर्को एउटा भ्यू टावर यहाँ छ तिमी त नआउ यहाँ छ बेगनास्थल अनि यो माथि भ्यू टावर गएर हामी एकछिन आधा घन्टाको चाहिँ यहाँ घुम्छौँ है हजुर भिडियो आउँछ लामो के अहिले कता उता अगाडि उता यता माथि ए यो साइडमा ड्याम बनाएको छ अनि यता मैले त्यही त भनेको नि यहाँ तल पनि रहेछ होला ए त्यहाँ एउटा माथि एउटा यहाँ तल पनि रहेछ कि त्यहाँबाट कसरी गइन्छ होला है उताबाट जान्छ यो टिकट चाहिँ 30 रुपियाँको पर पर्सन त्यति माथि अब हेर्नु है ढोकाबाट निस्किँदाखेरिको ओइ यो नि भ्यू खतरनाक देख्यो नि त मौसम राम्रो भएको हैन ऊ त्यहाँ हो क्या हामी आउने उ त यो छेउमा यतापट्टि छेउमा हाम्रो घरतिर छ खोइ यता आउनु यो चाहिँ रुपाताल है र यहाँबाट यहाँ आउनको लागि हामी ट्याक्सी रिजर्भ गरेको थियौँ तल चोकदेखि आउनु भयो भने तपाईँहरूको 1000 रुपियाँ हुन्छ तर हामीले 900 मा गएको छौँ अनि यहाँको 30 रुपियाँ टिकट होइन यतिको लागि त ठिकै छ ल आन्टी यही हो घुम्नु यहाँको भ्यू चाहिँ यस्तो राम्रो छ है अझ यो बादलहरू हटेको भए धुलोहरू माथिको धुलोहरू हटेको भए कति राम्रो देख्थ्यो है यो चाहिँ हाम्रो बेगनास्थल भयो बेगनास्थलको छेउमा रुपाताल हाम्रो यहाँ भाइ आन्टी मेरो भाइ ड्याम बनाउनु लाग्यो भने ऊ तलतिर हो क्या
यताबाट खोलाको हो अनि खोला जम्मा खै के भन्नु यता माथि यता भन्नु त्यो हेर्नु झर्नु यस्तो राम्रो के अर्को छ मैले यो ड्रोन सेटअप गरिसकेँ यो ड्रोन अब मैले यहाँ माथि लान्छु यहाँ माथि र यहाँ हेर मैले यो ड्रोनको भिडियो कस्तो हुन्छ मन पर्यो भने लाइक गरिदिनु होला हाम्रो पाइलट हाम्रो क्याप्टेन मन्जिल साहब उडानको लागि रेडी आजको मेरो यो फोर्थ भिडियो आज फोर्थ डे नेपाल आज म बेनासाल र रुटापालको भिडियो बनाउने आज अब हामी घर जाँदैछौँ होइन चराउन उसले पनि थाहा पाएछ निस्किँदा आज घुमेर कस्तो लाग्यो आन्टी आन्टी मेरो भाइलाई कराको पैसा माग्नु नानी खुसी लाग्दैन ढिलो भयो क्या अब चाहिँ हाम्रो बेगनास ताल भित्र के भन्छ प्रवेश गरिसकेका छौँ दाइ मम्मी मक्खा छ मनी मक्खा छ आइसक्रिम फेन्टा फेन्टा चाहिँ त्यसको नाम के अरे फ्रुटी फ्रम ब्रदर्स मनी आफ्टर सो मेनी इयर्स हो त कति वर्षपछि त यसरी ऊ भएको नि वेलकम टु बेगनास लेक खतरा ठुलो छ छ बाटो हाम्रो त्यो बाटो फर्किन्छ यो बेगनास तालको भ्यू त्यसमा आउँछ क्या त्यो झुच्ची चढ्नै पर्दैन हामी तिनजना दाजु हिँड्दैछौँ घुम्दैछौँ यहाँ तल चाहिँ फुटबल खेल्दैछन् केटाहरू यति बेला हामी जानुपर्ने कि माथि अघि नै राम्रो आउँछ कि
हल्का रात परेपछि कप्पलहरूको आउँछन् हो कि होइन ठुलो ड्रोन उड्यो ठुलो नेचुरल ड्रोन लामा त साँच्चीकै भएछ काट्ने हेरेको उडाउनु त मिल्यो तर हामी यहाँ क्याप्चर गर्नु मिल्दैन कोही थिएन कि मेमोरी कार्ड भयो नि अन्त अघिको त त्यही ड्रोनमा अलिकति हुन्छ मेमोरी त्यो गरेको फुल भयो यो अस्ति बिहान कोही थिएन कस्तो राम्रो कोही अस्ति बिहान आएको नि हामी कोही पनि थिएन दाइरोमा मात्र बिहान आउँदा त्यो आएको अर्को दिन खै पनि के सामान लिन गएको थियो नि त हेर्नु यहाँ बरी कोही नि थिएन नेगेटिभ गरेको यतै आएर 1 घन्टा हुँदैन क्या अनि फोन त के हान्नु मेसी 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 अगाडि भएको कपालले केटाले केटीलाई बल्टी किनिदिएर केटी मक्ख पर्छ उडिरहेको छ र दिपुनलाई त्यसरी अरूकोमा आँखा लगाउन हुन्न हुन्न आफ्नै आफू सिङ्गल लाइफ रक्स भनेर हिँड्नु कति जेल हो हेर त भने हामी मासु निकालेर परेछ Scam, bro. 2024 is scam. के भन्नु छ त्यो कुकुरको बारेमा त्यो जापानिज एउटा ब्रिड थियो क्या यस्तै हालेको थियो कि युट्युबमा त्यस्तै खालको त्यो व्हाइट कलरमा कता कता कहाँ त्यो यता हुँदैन क्रिम कलर